ल हामी अब आज चाहिँ पाथिभरा यो तेह्रथुमको पाथिभराबाट चाहिँ तिनजुरे हाइकिङको लागि चाहिँ 3010 मिटरको उचाइसम्म हामी जाँदैछौँ र यो लाली गुराँसको राजधानी तिनजुरे मिल्के जलजले एरियालाई घुम्दै घुम्दै हामी चाहिँ अब अहिले 3010 मिटरको तिनजुरे हिलमा चाहिँ हामी जाँदैछौँ। अनि मम्मीलाई कस्तो लागिरहेछ त यहाँ आएर? एकदम दामी। गुराँस फुलेर रातै जङ्गल होइन, आज छोराछोरीलाई लिएर आएको एकदम दामी छ। अनि तलतिर हेर्नु न गुराँस फुलेर गाइज यस्तो रमाइलो छ, तर भयो जति सबै चाहिँ नफुलेको रहेछ, भर्खरै छ। गाह्रो भयो त उकालो। अनि यहाँ मेरो बाबा पनि आइसक्नु भएको छ। अनि कस्तो लागिरहेछ तपाईँलाई यहाँ? एकदम गुड, रमाइलो। मेरा छोराछोरीसँग दिदीहरूसँग हिँड्दाखेरि एकदम खुसी लागेछ। अनि यहाँको बारेमा केही भनिदिनु? यहाँको बारेमा चाहिँ एकदम राम्रो छ, सबैतिर भइरहेछ। अलिक ढिलो आइयो भन्ने कुरो हो। सबै ठाउँ रमणीय ठाउँ, म चाहिँ धेरै पटक आएको हुँदाखेरि अझै रमाइलो लागिरहेछ। अनि यहाँ के भन्न चाहनुहुन्छ यो ठाउँको बारेमा? यो ठाउँमा चाहिँ सबैले चाहिँ यो यहाँ रुखहरू काट्ने ओर्ने लाली गुराँसहरू लाने गरेको हुँदाखेरि सबैले यसलाई संरक्षण गरौँ भन्ने मेरो एउटा भनाइ छ। को माया लाउने हो करलाईलाई। ल हामी चाहिँ फाइनल्ली तलबाट माथि आइसकेको छौँ। ल हेरौँ, यतापट्टि यो तेह्रथुमको म्याग्लुङ भन्दा माथिको एरियासम्म देखिन्छ। यतापट्टि शङ्ख सभा हो,
यो माथि यसको माथि अगाडि यो कुहिरोले ढाकेको ताप्लेजुङ पर्छ र यतापट्टि खाँदबारी चाहिँ यहाँ जिल्ला पर्छ र यतापट्टि चैनपुर हो, यतापट्टि धनकुटा हो। हामी चाहिँ करिब धनकुटा भोजपुर सङ्घसभा हुँदै हामी चाहिँ अहिले यहाँ आइसकेका छौँ। यो चाहिँ सङ्गम स्थल हो। यो तिनजुरे भनेको चाहिँ यतापट्टि पानी ढलाइ, उतापट्टि चाहिँ सङ्घसभा जिल्ला पर्यो, यतापट्टि चाहिँ यो तेह्रथुम जिल्ला परेको हुँदा सबभन्दा हाइटमा एकदम स्वर्गीय ठाउँ। यहाँ हाम्रो लगभग घाम पनि अलिकति डुब्ने लागेको अवस्था देखिन्छ। बडो रमणीय ठाउँ। त्यहाँ अगाडि देखेको टावर चाहिँ पानीभरा देवीको मन्दिर हो। हामी मन्दिरमा पनि आयौँ। यहाँ हाम्रो दाइ भाउजूहरू चाहिँ एकदम सङ्घर्ष साथ एकदम स्वर्गमा आइपुग्नु भएको छ। त्यो हुँदाखेरि एकदम रमणीय छ। 3010 मिटरको एकदम हाइट, एकदम तिनजुरे पिक भन्ने स्थान हो सबभन्दा हाइटको यहाँ ठाउँ। यो लगभग तेह्रथुमको हाइटमा हो र एकदम रमाइलो। हाम्रो लस्सी पनि नाच्दै गाँच्दै टिकटक बनाउँदै दिदी आउनु भएको छ। यहाँ भिनाजु चाहिँ अलिकति गुवाहाटीबाट फर्केर जानुहुन्छ। यो ठाउँ एकदम स्वर्गीय आनन्द भएको ठाउँ लाग्यो। म पनि एकदम पहिलो पटक हो। यता चाहिँ अन्य ठाउँहरू आउँदै चाहिँ म धेरै पटक आएको। यहाँदेखि ताप्लेजुङ पनि 5-7 पटक नै हिँड्दै गएको र यहाँ गाडीमा गत वर्ष पनि आउँदाखेरि कुहिरोले नदेखेको हुँदाखेरि अहिले यो वर्ष चाहिँ घाम लागेर चारैतिर देखेको हुँदा एकदम रमाइलो भन्दा रमाइलो यात्रा। हाम्रो मेरो कान्छी छोरी हिमा रेग्मीले चाहिँ एकदम पहिल्यैदेखि उहाँ काठमाडौँ आउनुभन्दा अगाडि नै मलाई तिनजुरे लानुपर्छ भनेर उसले पनि भनेको र छोरासँग आउन पाउँदा एकदम व्यापक खुसी भइरहेछौँ। हिजोसम्म दाइहरू त नआऊ भन्ने पनि गर्दै हुनुहुन्थ्यो। यस्तो ठाउँमा हामी जाउँ कि जाउँ भनेर उहाँको मन पनि पाथिभरा देवीले चाहिँ एकदम खुसी बनाएर चाहिँ हामी आएका छौँ। सबै घुम्यौँ, रमाइलो भइरहेछ अहिलेसम्म। अब हामी यहाँबाट चाहिँ घुम्दै फर्किँदैछौँ। अनि यो ठाउँ आउन लागेको मान्छेहरूलाई चाहिँ तपाईँ के प्लान गरेर आउने भन्नुहुन्छ? यहाँ आउने चाहिँ करिब चैतको जहिले सुके पनि अहिले चाहिँ अलिकति लालीगुराँसको राजधानीमा चाहिँ लालीगुराँसहरू पनि अलिकति फक्रिसकेको अवस्था छ। त्यसले गर्दा योभन्दा अलि अगाडि चैतको अन्तिमतिर आउँदाखेरि अझै राम्रो हुन्छ। चैत 15 देखि चैतको अन्तिमसम्म 20-25सम्म आउँदाखेरि राम्रो हुन्छ। यहाँ आउँदाखेरि विशेष गरी बर्खामा भन्दा हिउँदमा आउनुभयो भने चाहिँ साह्रै रमाइलो हुन्छ। जाडोको समयमा आउँदाखेरि चाहिँ यहाँ एकदम कपडाहरू अलिकति राम्रो न्यानो लाएर गर्नुपर्ने हुन्छ। यहाँ अलिकति हिउँ परेको बेला आउनुभयो भने पनि हिउँ परे ठाउँ पनि अवस्था भएको हुँदा न्यानो कपडा लिएर आउनुपर्ने हुन्छ र जाडो गरिब मौसममा त सामान्यतया लिएर आउँदा भइहाल्छ। यहाँ त्यस्तो धेरै खर्च हुने यस्तो केही ठाउँ छैन। हामीलाई एकदम रमाइलो भएको छ। त्यसै तपाईँहरू पनि आनन्दसँग रमाइलो गर्नु होला भन्ने चाहिँ कुरा राख्दछु।